ओइ टिका लाउनेहरू आउँदैछ है को बहिनीहरू आउँदैछ हिजो पैसा सबै किन हारिस तासमा अब के दिन्छ जेसुकै गर म त जान्दिनँ बहिनीहरू आउँदैछ आउँदैछ ऊ सबैजना बहिनी नानीहरू आउँदैछ है टिका लाउनु के गर्छस् पैसा टाकटुक हारिस तासमा के गर्छस् अब के गर्नु बिमार हुन्छु कि बिमार छ भन् ल सिरियस छ भन् ल गिरोमा छ भन् ल ले के दबाईको बट्टाले नि डाक्टर अबर पर्यो छोइ बित्थामा तास खेलेछौ के त पनि लिनु ला यो मास्क लगा अक्सिजन भन्नुपर्छ सोध छिटो अलिक जोजटले फेर सास जोजो भाउजू हजुर आइज आएको हामी त नानीहरू ल्याएर नानी चप्पल खोल कहाँ दसैँ मान्न आएको होला हजुर जिउघर हामीलाई जिउघर भाग्यमानी यता बस ल तिमी गर भाग्यमानी हुनु ल यो बिहान भाग्यमानी हुनु ल भाग्यमानी हुनु ल अब यतैतिर नै भाउजू यहीँबाट ल भाग्यमानी हुन्छ यतैतिर बस नानी अब दसैँ टिका लाउन आएको होला दाजुको हातको ऊ दाजु सिरियस छ के भयो सास बढेर ऊ ए होस् घटेको बढेकै राम्रो बढ्नुमा त हरबारै यसले अक्सिजन लगाइदिएको थाम्नु नसक्ला जस्तो हुँदैछ यी दबाई त हिजो दिन खानु छोडे यी ए निकै साह्रो पऱ्यो के यो फिनेलहरू चाहिँ ऊ हगेर हाफ प्यान्टमै हो मुखेर ओछ्यानमै फिनेल छर्किँदै राख्दै ए गनायो अन्त पुरा गन बङ बङ ओछ्यानै मान्छे गनाएर केही छैन ए अन्त त साह्रै पो रहेछ बिचरा चिन्छ मलाई ऊ बहिनी आएको छ चिनिस हेर त चिनेन हो चिनेन चिनेन रहेछ होस् साह्रै बहिनी ए कहिले दिनु हिजोदेखि न यो पानी पुरा आयो नि हजुर चिसोले होला हौ सास पुरा बढ्यो कि हजुर ओ बोल्नु पनि नसक्ने भयो दबाई पनि खानु नसक्ने भयो अन्त त निकै जोडले साह्रो परेछ है ए अन्त त बिचरा ल यो सिसार चाहिँ छोडिराख्नु कि ए हजुर भोलि पर्सि फर्किहाल्यो भने तिहारमा आउनु नि ए हुन्छ 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 फर्किन्छ भन्ने आश छ हो ए हुन्छ हुन्छ तिहारमा फेरि आउनु नि ए हुन्छ बोलाउँछु नि ल हुन्छ आसिङलाई त अब जिउ गर्नु सक्दैन रहेछ सक्दैन ऊ सिरियसै छ ऊ ना जान्छ कि जस्तो छ ए हुन्छ हुन्छ ल दिवाली कटे भने जाति हुन्छ हुन्छ ल हुन्छ ल हुन्छ ल भोलि पर्सि आउनु ल हुन्छ नानी लड्छ चप्पल लगा ल लाइज जाउँ घर आसिङ साह्रै रहेछ लाइज आइज जाउँ गाडी पाउँदैन छिटो आइज ल अब रात पर्न आँट्यो गाडी पाउँदैन जानु ल बाई बाई ओइ गयो उठ गयो देखा त के ल्याएछ यो त बिजोक हुने है तास नखेल्नु भनेर है तासमा टाकटु हिजार्यो तँलाई मैले भनेको त तास नखेल भनेर पैसा जति सब तुरेर छ ल लाजा मर्दो बेसी नखा जालास् नि साँच्ची नै सुली चेपी पठाउलास् चाडबाडको बेलामा औँसीमा बोलाउनु पर्छ है अब औँसीमा बोलाउनु केरा ल्याएर चाहिँ केरा हो तास नखेल्न भन्दा सुन्दैन पैसा जति खेल्दिन अब ल यस्तो बिजोक हुँदैन हो यस्तो गाउँ पर्यो है यसरी सिरियस भएको एकदिन नआएर भयो खत्तम हुन्छ हो किन राखिस् ल अङ्कल जा त किसिम कुरा भन्नु पर्यो साला जुवाडे तास खेल्नु भन्यो लाजा मर्दो हेर चाडबाडको बेलामा